के छ आज हाम्रो ज्याक सरको चाहिँ नयाँ क्यामेरा हैन 360 अनि चाहिँ तपाईको चाहिँ 8K वाउ रिभोल्युसन 8K हाम्रो ज्याक सरले चाहिँ अब आजबाट चाहिँ नयाँ भ्लग बनाउँदै हुनुहुन्छ अनि सबैले हेरिदिनु होला लाइक एन्ड कमेन्ट अनि के हो हाम्रो सरलाई चाहिँ माया भरि फुल प्याकेज दिनु होला हो नि तर साथीको उसमा चाहिँ सपोर्टले मलाई यो अलिकति किन्न मन लाग्यो हैन थ्यांक यू सर तपाईले नि धेरै मेरो फेरि यस्तो हो सर यो क्यामेरा स्यामेरा यता ग्राम बगाउँ है म पनि कामै नलाग्ने मान्छे सर त्यो क्यामेरा किनेर 1-2 दिन चलाउँछु मन त्यही त हो नि मनै लाग्यो के उस हराइहाल्छ कि मेरो म पनि त्यही हो नि साथी अब यसो चलाउन मन लाग्छ 1-2 दिन चलाए तर तपाईले चाहिँ त्यो नगर्नु होला यो महँगो क्यामेरा हो है लगभग $5,000 हैन $100 सबै यसरी चाहिँ यताउता अब त्यो उस स्ट्यान्ड भए पनि त्यो तलको चाहिँ किन्नु बाँकी नै छ त्यसले गर्दा 5,000 पुग्छ पछि गएर त्यसले गर्दाखेरि वाउ नयाँ क्यामेरा हैन रिभोल्युसन पनि एकदम हाई 8K हैन तपाईको चाहिँ एकदम राम्रो छ हाम्रो ज्याक सरलाई सबले सपोर्ट गर्नु होला है त आज दाजुभाइ कस्तो लक्कीले भेट भइयो हैन हो नि टक्कै आएर तपाई काममा छ गरे तर छुट्टी जस्तै हो छुट्टी जस्तो हैन फोन आएर केही परेन त भाग्नुपर्छ म यहाँ चाहिँ त्यस्तै छ अब हामी वान्छै तरफ जाँदै छौं चिया खान यसो दाजुभाइ मिलेर अनि हैन त्यो अब के रेकर्ड गरेर आउँछ यसले चाहिँ ब्याट्री चाहिँ उस गर्नुको लागि यसले रेकर्ड गरेर आउँछ रेस गरेको अनि त्यो छ हुन्छ आजलाई हामी वान्छतिर जाउँ अनि चाहिँ चिया खाउँ मजा गरौँ यताउता टाकटुक हैन भर चाहिँ धेरै उस नगरौँ किनभने ब्याट्री चाहिँ नयाँ भएको हुनाले चार्ज गर्नुपर्ने भएको हुन्छ एटलिस्ट 1 घन्टा कति भन्यो चार्ज गर्नुपर्छ 1-2 घन्टासम्म 2 घन्टा हैन त्यसले गर्दाखेरि यो भिडियो यहीँ अन्त गर्न चाहन्छु अब चाहिँ नोभेम्बर 2 मा हाम्रो बाइक रेसिङ छ हैन टाक्कै लाएर चाहिँ हामी त्यहाँ भेटौँ सब आउनु पर्छ अनि यस्तो चिल दिने हो चिल दिने हो यस्तो हैन ल है त